स्थानीय विश्वास अनुसार यो रजवामको दर्शन गर्न पाउनु निकै भाग्यमानी मानिन्छ र यसले चिताएको पुग्ने जनविश्वास छ। स्थानीय जनविश्वास अनुसार जुन बालबालिकाहरू जन्मिएको लामो समयसम्म बोल्न सक्दैनन्, उनीहरूलाई यो मन्दिरको पवित्र पानीले स्नान गराएमा वा कुण्डको पानी खुवाएमा बोली फुट्ने जनविश्वास रहेको छ। तनहुँ जिल्लाको सुग्ला गण्डकी नगरपालिका 9 दुलेगौंडाबाट करिब 5 किलोमिटर दक्षिण पश्चिममा अवस्थित ढोरबराई मन्दिर नेपालकै एक अत्यन्तै रहस्यमय र ऐतिहासिक धार्मिक स्थल हो। यस मन्दिरको वास्तविक सत्य र सबैभन्दा ठूलो आश्चर्य यहाँको प्राकृतिक कुण्डसँग जोडिएको छ। स्थानीय जनविश्वास अनुसार जुन बालबालिकाहरू जन्मिएको लामो समयसम्म बोल्न सक्दैनन्, उनीहरूलाई यो मन्दिरको पवित्र पानीले स्नान गराएमा वा कुण्डको पानी खुवाएमा बोली फुट्ने जनविश्वास रहेको छ। यस कुण्डको भित्री सुरुङमा एउटा ठूलो रजबाम बस्छ। यो माछा लहरी छुट्ने बेलामा मात्र बाहिर निस्कन्छ। स्थानीय विश्वास अनुसार यो रजबामको दर्शन गर्न पाउनु निकै भाग्यमानी मानिन्छ र यसले चिताएको पुग्ने जनविश्वास छ। यहाँ कुनै बाह्य नदी वा ठूलो स्रोत देखिँदैन, तर अचम्मको कुरा के छ भने हरेक 15 देखि 20 मिनेटको अन्तरालमा चट्टानको खोजबाट अचानक ठूलो मात्रामा पानी बढेर आउँछ, जसलाई स्थानीय भाषामा लहरी छुटेको भनिन्छ र कुण्ड भरिन्छ। केही समयपछि त्यो पानी बिस्तारै सुकेर पहिलेकै सामान्य अवस्थामा पुग्छ। ढोरबराई मन्दिर प्राकृतिक सुन्दरता, गहिरो धार्मिक आस्था र अद्भुत भूगर्भीय रहस्यहरूको एउटा अनुपम सङ्गम हो।